नमस्कार। यो नेपाल राष्ट्र बैंकको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरूले चाहिँ यो वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम यो वर्षैपिच्छे गर्छन् जस्तो लाग्छ। यो वर्षैपिच्छे गरिन्छ। यो वास्तवमा यो वित्तीय साक्षरता भनेको के हो र यो किन गरिएको होला यो वर्षैपिच्छे? धन्यवाद। यो 2012 साल 2012 साल चाहिँ ऐन अनुसार चाहिँ राष्ट्र बैंकमा 2012 अनुसार चाहिँ 2013 सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो र त्यति बेलादेखि नै नेपालमा चाहिँ के छ भन्दाखेरि त्यसभन्दा पछाडि चाहिँ जुन चाहिँ बैंकिङ सेक्टरको चाहिँ अब एउटा चाहिँ पहुँच बढाउने, स्थापना गर्ने, पहुँच बढाउने, नेपाली नोट चाहिँ निष्कासन गर्ने, अनि चाहिँ सर्वसाधारणलाई चाहिँ बैंकको चाहिँ पहुँचमा चाहिँ वृद्धि गर्ने। अब अनि त्यति बेला चाहिँ भारतीय नोटहरूको चाहिँ जुन थियो बिग्बिगी थियो त्यसलाई चाहिँ नेपाली करेन्सी निष्कासन गरेर चाहिँ भारतीय नोटलाई विस्थापित गर्ने, त्यो के भन्दाखेरि मौद्रीकरण गर्ने अथवा सर्कुलेसन बढाउने भन्ने यस्तै उद्देश्यबाट चाहिँ नेपाल राष्ट्र बैंकको स्थापना भयो र त्यो पछाडि गएर नेपाल राष्ट्र बैंकको आफ्नै चाहिँ अगुवाईमा चाहिँ वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल औद्योगिक विकास निगमहरू यिनीहरू चाहिँ स्थापना भए र बिस्तारै चाहिँ यो बैंकिङ क्षेत्रको चाहिँ के भयो भन्दाखेरि पहुँच वृद्धि हुँदै गयो। यो 2012 को ऐन अनुसार 13 सालदेखि कन्टिन्यू वार्षिक रूपमा गरिन्छ। त्यो चाहिँ धेरै पछि हो, त्यो ठ्याक्क डेट चाहिँ कन्फ्युज भयो म हैन। 2013 साल चाहिँ स्थापना राष्ट्र बैंक स्थापना भइसकेपछि अनि चाहिँ जुन बैंकहरू चाहिँ स्थापना गर्नेको चाहिँ जुन चाहिँ लहरै चाहिँ बढ्यो र राष्ट्र बैंकले के गर्यो भन्दाखेरि बैंकहरू चाहिँ आफै स्थापना गर्नको लागि, शाखाहरू स्थापना गर्नको लागि पहल पनि गर्यो। तर बैंकहरू स्थापना भए तर सर्वसाधारण अथवा जनताहरू पनि त बैंकसम्म पुग्नु पर्यो। हो त्यसको लागि चाहिँ वित्तीय चाहिँ के भयो हुनु पर्यो भन्दा जनचेतना बढाउनु पर्यो। त्यसलाई नाम के दियो भन्दा वित्तीय साक्षरता कार्यक्रम भनेर चाहिँ त्यसलाई दियो र त्यो साक्षरता कार्यक्रम अन्तर्गत बैंक भनेको के हो, बैंकमा चाहिँ किन जानुपर्छ, अनि बैंकमा चाहिँ खाता चाहिँ कसरी खोल्ने, पैसा चाहिँ कसरी कमाउने, पैसा कसरी बचत गर्ने, पैसा चाहिँ बैंकमा राखेपछि त्यो कसरी सुरक्षित हुन्छ, अनि चाहिएको बेला बैंकले चाहिँ कसरी दिन्छ, अनि बैंकमा राखेपछि त्यसको ब्याज पनि हुन्छ। ब्याज पनि के हुन्छ भन्दाखेरि त्यसलाई इन्कम पनि भयो हैन। अनि त्यसपछि चाहिँ अब आफूले केही व्यवसाय गर्न पर्यो, उद्योग गर्न पर्यो भने बैंकबाट चाहिँ लोन लिन पर्यो। अनि लोन चाहिँ कसरी लिने, त्यसको चाहिँ बैंकबाट लिएको लोन चाहिँ तिर्नै पर्छ। अनि त्यो बैंकबाट लिएको लोन चाहिँ मिसयुज गर्नु भएन। अनि बैंक चाहिँ के भयो भन्दाखेरि त्यो लोन चाहिँ कहीँ व्यवसाय गर्न पर्यो, कृषिमा गर्नु पर्यो, उद्योग अथवा यतै चाहिँ फार्महरू सञ्चालन गर्नु पर्यो, त्यहाँबाट चाहिँ इन्कम जेनेरेट गर्नु पर्यो, त्यसलाई बैंकमा जम्मा गर्नु पर्यो। यसरी बैंक र बैंकिङ सेक्टर र चाहिँ आफ्नो चाहिँ के भन्दाखेरि आफ्नो कमाइ गर्ने चाहिँ साधनको चाहिँ एउटा खोजी गर्ने, अनि कमाएको पैसा चाहिँ दुरुपयोग नगरिकन बैंकमा लगेर राख्ने, अनि बैंकबाट चाहिँ विभिन्न कारोबार गर्ने र चाहिँ गाउँमा भएको साहु महाजनसँग कारोबार नगर्ने। किन भन्दा साहु महाजनसँग काम गर्दाखेरि ब्याज पनि चर्को हुन्छ र चाहिँ असुरक्षित पनि हुन्छ र एउटा सुरक्षाको लागि, एउटा इन्कमको लागि, एउटा चाहिँ संस्थागत कारोबार गर्ने, एउटा चाहिँ पैसा बचतको लागि, यो सबै कार्यक्रमको लागि चाहिँ यो वित्तीय साक्षरता चाहिँ कार्यक्रम सञ्चालन गर्नु परेको हो। र यसले गर्दाखेरि बिस्तारै आजसम्म आउँदाखेरि एकदमै धेरै मान्छेहरू चाहिँ बैंकमा चाहिँ कारोबार गर्ने भयो। अब यस्तो भयो जस्तै अब यो 2013 सालबाट अथवा 12 सालको ऐन अनुसार चाहिँ यो वित्तीय साक्षरता कार्यक्रम गर्ने भनेर राष्ट्र बैंकको अगुवाईमा बैंक वित्तीय संस्थाले, अब पछि त बैंक वित्तीय संस्थाहरू पनि धेरै भए। अब पहिला त अब राष्ट्र बैंक जन्मिने बेला एउटा नेपाल बैंक मात्र थियो जस्तो लाग्छ। अनि त्यसपछि अब पछि क्रमशः प्राइभेट बैंकहरू आउँदै गए, अनि त्यसपछि के अरे विकास बैंकहरू खोले, वित्त कम्पनीहरू खोले, लघु वित्त पनि यसमा पर्छ होला हैन। अब यस्तो चाहिँ भएर यो के भन्दा अब पुरै प्रविधिको विकास भइसक्यो फेरि अहिले। अब पहिला जस्तो चाहिँ उयो ढड्डामा लेखेर पासबुक दिने खालको बैंक त अहिले छैन। अब यो प्रविधिको विकास भएको अवस्था र बैंक वित्तीय संस्थाहरूले वित्तीय उपकरणहरू सञ्चालन, अब जस्तै मोबाइल ब्याङ्किङ, कनेक्ट आइपिएस, विभिन्न कुराका चाहिँ वित्तीय उपकरणहरू पनि, अझ के अरे इन्टरनेट ब्याङ्किङ पनि भन्छ हैन, त्यो भयो। यिनी विभिन्न सञ्चालन गरिरहेका बेला अब अहिले त फेरि नयाँ वालेटहरू पनि आयो फेरि, यो चाहिँ 10-12 वर्ष हुन लाग्यो। अनि यसमा चाहिँ फेरि युवा पुस्ताहरू यसमा चाहिँ एकदम आकर्षित भएका छन् र युवा पुस्ताहरू यो चलाइरहेका छन्। अब हामी फेरि के भनिरहेका छौँ भन्दाखेरि वित्तीय साक्षरता भनिरहेको छौँ। वित्तीय साक्षरता भनेको उही पुरानो 13 सालदेखि वित्तीय साक्षरता भनेको छौँ। अब हामीले यसलाई
विद्युतीय वित्तीय साक्षरता भनेर चाहिँ अब यसको आवश्यकता चाहिँ अगाडि गयो कि उही 13 सालकोलाई कन्टिन्यू गर्दै जाने कस्तो देखिन्छ? एकदमै सही कुरो उठाउनु भयो। यो कुरा के हुन्छ भन्दाखेरि कुनै पनि कार्यक्रम सञ्चालन गर्दाखेरि समयले के मागिरहेछ त्यो हेर्नुहुन्छ। हिजोको अवस्थामा जुन चाहिँ नेपालमा चाहिँ बैङ्कको पहुँच बढाउनु पर्ने थियो, सबै जनताहरू चाहिँ ब्याङ्कसम्म पुर्याउनु थियो, बचत परिचालन गर्नुपर्ने थियो, त्यसपछि आएर कर्जा प्रवाह गर्नु थियो, यसको यी सबै गर्दाखेरि वित्तीय साक्षरता कार्यक्रम एकदम सान्दर्भिक थियो। हुन अहिले पनि वित्तीय साक्षरता कार्यक्रम भनेर चाहिँ सञ्चालन भइरहेको छ। तर अब के हो भन्दाखेरि वित्तीय साक्षरता कार्यक्रमको चाहिँ सट्टामा अब विद्युतीय वित्तीय साक्षरता कार्यक्रम चाहिँ सञ्चालन गर्नु। अब कस्तो भन्दा ठुल्ठुलो पढेको मान्छे एकदम जानेको मान्छे पनि अहिले फिसिङमा परिरहेको छ क्या। अब त्यो उसको पैसा चाहिँ के लिङ्क खोल्ने भन्छ, के गर्छ, पैसा चाहिँ त्यो यसैको चाहिँ अब साक्षरताको कमी त होला नि। अब साक्षरता कमी हो। अब हामीले चाहिँ कसरी गर्नुपर्छ भने नेपाल राष्ट्र ब्याङ्क अथवा बैङ्क तथा वित्तीय संस्थाहरू, वालेट कम्पनीहरू अथवा पिएसओहरू सबैले के गर्नुपर्छ भन्दा वित्तीय साक्षरता कार्यक्रमको सट्टामा विद्युतीय वित्तीय साक्षरता चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्छ। अब किन भन्दाखेरि बैङ्कहरूले विभिन्न किसिमका चाहिँ एउटा उपकरणहरू सञ्चालन गरेका छन्। ती उपकरणहरूमा चाहिँ एकदमै रिस्क पनि छ। त्यो भएको हुनाले हामीले चाहिँ कसरी बुझ्नुपर्छ भन्दाखेरि उपकरण अन्तर्गत चाहिँ के छन् त भन्दाखेरि चाहिँ अब चाहिँ इन्टरनेट छ, मोबाइल ब्याङ्किङ छ, कार्डहरू छ, वालेटहरू छ, कनेक्ट आइपिएस छ होइन, अब आइपिएस छ, आरटिजिएस छ, यी सबै छन्। अब अहिले के छ भन्दाखेरि बैङ्कमा नै के भयो भन्दाखेरि नजानु पर्ने अवस्था चाहिँ सिर्जना भएको छ। त्यसले गर्दाखेरि हामी कतिपय कामको लागि हामी चाहिँ बैङ्कमै जाँदैनौँ, घरबाटै गर्न सक्छौँ। त्यो हुँदाखेरि विद्युतीय वित्तीय साक्षरता कार्यक्रम आवश्यक छ। अबको चाहिँ तपाईँको साक्षरता कार्यक्रम त के हो भन्दाखेरि तपाईँको सेभिङ, लेन्डिङ, त्यसपछि रिस्क मिटिगेसन, अब चाहिँ के अरे रिस्कको पहिचान, यी पनि पुरै डिजिटल्ली यी चाहिँ डिटेलली अब जानुपर्छ। कस्तो अवस्थामा कस्तो उपकरण सञ्चालन गर्ने र कसरी हामी चाहिँ त्यसमा सुरक्षित हुन्छौँ, हाम्रो पैसा कसरी जोगिन्छ भनेर चाहिँ हामीले चाहिँ त्यतापट्टिको चाहिँ साक्षरता कार्यक्रम सञ्चालन छ। अब चाहिँ खाता खोल्ने, चेक काट्ने त्यो कार्यक्रम चाहिँ अब भनिदिनुहोस् विद्युतीय वित्तीय उपकरणहरू अहिले यहाँ हाम्रो चाहिँ बजारमा कस्ता छन् र यिनको आज आवश्यकता कस्तो छ? अब यस्तो छ, हामी कहाँ चाहिँ सरस्वती हेर्दाखेरि चाहिँ बैङ्क तथा वित्तीय संस्थाहरूले चाहिँ कार्डहरू सञ्चालन गरेको छ, इन्टरनेट ब्याङ्किङ, एसएमएस ब्याङ्किङ, मोबाइल ब्याङ्किङ, यी सबै बैङ्क तथा वित्तीय संस्थाले सञ्चालन गरेका छन्। अब पिएसओले सञ्चालन गरेका छन् कि चाहिँ अब आरटिजिएस त केन्द्रीय ब्याङ्कले सञ्चालन गरेको छ, आइपिएस, कनेक्ट आइपिएस, अब यस्तो चाहिँ यो चाहिँ उसले चाहिँ पिएसओले सञ्चालन गरेका छन्। वालेट कम्पनीहरूले चाहिँ वालेट सञ्चालन गरेका छन्। यी सबै के भएको छन् भन्दाखेरि अब यिनीहरूले उपकरण, यी फिनान्सियल इन्स्ट्रुमेन्ट भन्छ यिनीहरूलाई, ती मार्फत हामीले चाहिँ ब्याङ्कको चाहिँ पैसा चाहिँ हामीले चाहिँ के अरे आफ्नो खातामा भएको पैसा चाहिँ पेमेन्ट गर्ने अथवा ट्रान्सफर गर्ने काम गरिरहेका छौँ। अब पछिल्लो समय त अहिले के भइरहेछ भन्दाखेरि लेन्डिङ पनि त्यहाँबाट हुने, लेन्डिङ पनि हामीले चाहिँ के भन्दाखेरि वालेटबाट लेन्डिङ गर्न सक्ने, फेरि स्मार्ट चाहिँ डिपोजिट भइरहेको छ। हामीले वालेटबाट चाहिँ स्मार्ट डिपोजिट पनि क्रमिक रूपमा चाहिँ गर्दैछ, रिकरिङ जस्तो चाहिँ गर्न सक्ने त्यो अवस्था पनि सञ्चालन गरेका छौँ। यसले गर्दाखेरि अहिले चाहिँ पछिल्लो अवस्थामा चाहिँ यो वालेटहरू के अरे यी चाहिँ सबै उपकरणहरूको सङ्ख्यात्मक वृद्धि हेर्ने हो भनेदेखि नेपालमा हेर्ने हो भनेदेखि के छ भन्दाखेरि विभिन्न ब्याङ्कहरूले सञ्चालन गरेको चाहिँ के अरे एटिएम मेसिनै 5000 बढी चाहिँ सञ्चालन भइरहेका छन् अहिले करेन्टली। अहिले चाहिँ अब डेबिट कार्डको एटिएम मेसिन त बिस्तारै विस्थापितको लाइनमा छ जस्तो लाग्छ। एटिएम मेसिनको चाहिँ अब क्रेज चाहिँ घट्दो छ, बढ्दै छैन, किनभने हामीले क्यास कारोबार चाहिँ घटाउँदै लाने हो। क्यास कारोबार घटि पनि रहेको छ। त्यो हुँदाखेरि चाहिँ एटिएम मेसिन अहिले चाहिँ 5000 बढी सञ्चालन छन्। अहिले के छ भने ब्याङ्कको शाखा स्थापना गर्दाखेरि एटिएम मेसिन स्थापना गर्ने चलन छ। यो बिस्तारै अब ब्याङ्कका शाखाहरू पनि मर्ज हुँदै गएको हुँदाखेरि एटिएम मेसिन अपवार्ड होइन डाउनवार्ड हुन्छ। अब अहिले चाहिँ हेर्ने हो भने डेबिट कार्डको सङ्ख्या चाहिँ 1,38,00,000 बढी चाहिँ डेबिट कार्ड सञ्चालनमा छन्। अब 3,29,000 बढी चाहिँ क्रेडिट कार्ड सञ्चालनमा छन्। 2,79,000 बढी चाहिँ प्रिपेड कार्ड सञ्चालनमा छन्। 2,97,00,000 चाहिँ बढी चाहिँ मोबाइल ब्याङ्किङ